पोस्ट चाहिँ यहाँ छ सानो यसको खासमा यो चाहिँ गौ हो, यो चाहिँ जो। बाटो पनि यस्तो छ, यस्तो राम्रो। के भन्छ नेवारो भन्छ कि गुण भन्छ। So hello everyone guys, namaste सबैजनालाई, welcome back to my new another video. So it's me Sabina Rai. I'm from Solkumbu. आज पनि मैले एउटा भिडियो लिएर आइसकेकी छु। आज चाहिँ म घाँस लिन जाँदैछु। सो आज चाहिँ घाम पनि लागेको छैन, अलिक चिसो चिसो छ। अघि चाहिँ पानी पर्न लागिरहेको थियो, त अहिले चाहिँ परिरहेको छैन। सो चिसो छ, चिसो मौसममा न्यानो न्यानो भएर म चाहिँ घाँस लिन जाँदैछु। चाहिँ एकदमै हरियाली छ, हरियो जोगो पुरै हरियो। बाटो पनि यस्तो छ, यस्तो राम्रो। यो चाहिँ जो तोरी पनि फुलेको छ, यस्तो रमाइलो छ। यतातिर चाहिँ मेरो गाउँ। म चाहिँ जाँदैछु गाइस। तिर चाहिँ कस्तो राम्रो तोरी फुलिरहेको रहेछ। अघि चाहिँ मैले जो भने यो चाहिँ गौ है, गौ जो पनि छ, यस्तो राम्रो छ। क्या दामी देखिरहेको छ। खासमा यो चाहिँ गौ हो, यो चाहिँ जो। यताको चाहिँ जो चाहिँ निस्किसकेको रहेछ। गौ चाहिँ अलिक ढिलो नै निस्किन्छ। यस्तै छ हाम्रो गाउँघर, रमाइलो छ, हरियाली छ। यतातिर चाहिँ तोरी केराउ जौ सबै मिक्स छ है। यस्तो राम्रो देखिन्छ। अनि यता चाहिँ छ हाम्रो, यहाँदेखि पनि देखिन्छ हाम्रो गाउँ। यो चाहिँ हाम्रो गाउँ हो। यो यताको चाहिँ हाम्रो गाउँको कामीहरू बस्नुहुन्छ। यता चाहिँ आइसकेको छु। अनि अब चाहिँ म घाँस यहाँ यतातिर छ, घाँस लानुपर्ने चाहिँ यो हो। यो के को खोइ के को पऱ्यो थाहा छैन मलाई। गोगुन भन्छ कि के भन्छ, नेवारो भन्छ कि गोगुन भन्छ यसलाई। यो चाहिँ लानुपर्ने आज। अनि अर्को पनि यहाँ छ, यो चाहिँ लादिन होला। म चाहिँ यहाँ तलको लिन जाँदैछु। यतातिर चाहिँ बोटहरू धेरै छ कि यतातिर छ। अनि यतातिर चाहिँ हाम्रो अलैँची बारी, अलैँची यस्तो दामी देखिरहेछ। अनि म चाहिँ तल आज घस्यौटा पनि जलाउनु पर्ने छ, त्यही भएर म चाहिँ पहिला घस्यौटा जलाउन जान्छु। अनि मात्र घाँस झारेर जानुपर्ने हुन्छ साथीहरू। यस्तो छ। यो चाहिँ हाम्रो करेलाको ठाउँडा है। ओ कालो पऱ्यो मेरो हात। अनि हाम्रो बर्खे। अनि यो चाहिँ हाम्रो गोठ ल्याउँदा चाहिँ यहीँ बस्छौँ। यो चाहिँ बर्खे हो। अनि यतातिर पनि अलैँची बारी नै छ, अलैँची बारी। अनि म चाहिँ यहाँ बस्दैछु। यो चाहिँ हाम्रो डेरा। यो चुला यता छ। अनि यता चाहिँ हाम्रो मम्मीको यो घुम रहेछ कि। अनि यता यहाँ भकारीहरू छ, दाउरा छ। अनि अब म चाहिँ घस्यौटा जलाउन जाँदैछु। आज मैले घस्यौटा चाहिँ यो मकैको डोरहरू जलाएर जानुपर्ने। यहाँ तलतिर सबैतिर छ, छरपस्ट छ। यो चाहिँ बटुलेर जलाएर घाँस लगेर जानुपर्ने। यतातिरको घाँस यहाँ छ।
अनि यतातिर चाहिँ रुख छ गाइस। अब यहाँ चाहिँ यो सबै जलाएर यतातिर चाहिँ मकै र आलु रोप्नु पर्ने साथीहरू। कस्तो कालो कालो देखिरहेछ आज, धुम्म मौसम नै धुम्म छ, चिसो छ, धुम्म छ, त्यही भएर यस्तो कालो देखिरहेछ। घाम नै निस्केको छैन आज। अब चाहिँ म यहाँ घसौटाहरू बटुल्न लागिरहेको छु। अब चाहिँ म घसौटा बटुलेर जलाउँछु। गाइस अहिले चाहिँ पुरै यो आगोले मलाई गर्मी लागिसक्यो। अब चाहिँ एक ठाउँ मात्र जलाएको छु। अब चाहिँ यतातिरको पुरै सबै बटुलेर जलाउनु पर्ने छ। अनि यताको चाहिँ जलाइसकेँ। कस्तो गर्मी भयो, अघि चाहिँ कस्तो जाडो भइरहेको थियो, चिसो। अहिले चाहिँ पुरै आगोले तातेर गर्मी लागिरहेको छ, पसिना पो भइरहेको छ। अनि सबै यो बटुलेर जलाउनु पर्ने आथा यस्तो बाहुबलीको अवतारमा जलिरहेको छ अहिले आगो भन्ने। सबै जलाइसकेर पनि अब यता पनि छ, यता तलतिर 4-5 ठाउँ जति मैले जलाएको थिएँ। अब चाहिँ म घाँस झारेर जान्छु। यता पनि छ, यहाँ परतिर पनि छ जलाएको। अब चाहिँ घाँस झारेर जानु मात्र छ। अब घाँस झारौँ र साथीहरू, अब चाहिँ घाँस झारौँ न। घाँस झार्न अब म बसेको ल।
साथीहरू मैले चाहिँ यहाँ घाँस झारिसकेको छु। यति चाहिँ झारेँ। अब चाहिँ यो बटुलेर लानुपर्ने। अहिले चाहिँ घाम निस्केको छ। घाम बल्ल बल्ल यहाँ माथि निस्कियो। घाम निस्कियो, खै देखिँदैन पनि मजाले। अहिले चाहिँ थोरै भए पनि घाम निस्केको छ। अघि चाहिँ कस्तो जाडो भइरहेको थियो, घाम ननिस्केर धुम्म परेर। अब चाहिँ घाँस बटुलेर जाम। मेरो भारी चाहिँ रेडी भइसकेको छ। अब चाहिँ यहाँ छ मेरो भारी रेडी। यति मात्र आज चाहिँ थोरै मात्र लगेको, किनभने मम्मीले थोरै मात्र ल्याउनु भन्नुभएको थियो। अब चाहिँ यति नै लगेर जान्छु। अब गोठमा पुगेर भेटौँ गाइस। हेलो गाइस, म चाहिँ गोठ आइपुगेँ। अनि आइपुगेर पनि यहाँ मेरो भारी पनि सबै निकालिसकेँ। अनि यता चाहिँ हाम्रो बस्तु छ, भैँसी, यता गोरु दुईटा छ, अनि भैँसी यता यति छ। अनि यो चाहिँ हाम्रो सानो पारा। अनि यसको गोठ चाहिँ यहाँ छ, सानो यसको। ल तर्सिन्छ मात्र हो यो त। मेरो भिडियो चाहिँ कन्टिन्यू भइरहेको छ, किनभने म चाहिँ यहाँ घाँस ल्याइसकेर पनि घर गएर पनि यहाँ फेरि पुस्तकारी लिन आइसकेको छु। अनि म चाहिँ यहाँ गोठमाको डालो लिन आएको। अनि यहाँ गोठ छ, अनि पछाडि बस्तुहरू छ। अनि यहाँ तलको चाहिँ पुस्तकारी उखेलेर लानुपर्ने। अनि म चाहिँ यहाँको डालो लिन आएको छु। अब चाहिँ पुस्तकारी उखेल्न जान्छु। पुस्तकारी उखेल्नु पर्ने चाहिँ यही हो। यतातिर मेरो डोको पर छ। अनि यहाँ चाहिँ गुराँस फुलिसकेको रहेछ यहाँ तल चाहिँ। अनि यो पनि हाम्रै हो उखु यहाँ। अनि अब चाहिँ उखेलौँ होला। यस्तो छ, यो पुरै झ्याससँग छ। अब सबै सफा गरेर उखेल्नु पर्ने। पुस्तकारी चाहिँ यति उखेलेर भयो। अब चाहिँ यसलाई केलाउनु पर्ने हुन्छ। अब यसलाई केलाएर एक डोको बनाएर लानुपर्ने साथीहरू। पुस्तकारी पनि केलाइसक्यो। अब घर जानुपर्ने। पुस्तकारी चाहिँ यति एक भारी भइसक्यो। अब यति चाहिँ बनाएको छु।
अब चाहिँ घर जानुपर्ने हुन्छ। अनि यो कोदालो चाहिँ मैले गोठबाट ल्याएको, अनि माथि नै पुर्याउनु पर्ने। अब मेरो भारी पनि सक्यो, अब चाहिँ घर जानुपर्ने। आजको मेरो भिडियो चाहिँ यति नै रहेको छ। सो आजको मेरो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजको मेरो भिडियो चाहिँ यही एन्ड गर्न चाहन्छु। सो बाई बाई गाइज।